कतै दुःख कतै सुख तपाईको मनको भावना व्यक्त गर्ने ठाउँ तपाईको यादहरू। हामीलाई सुनाउनुहोस् तपाईको मनको कुरा। हामी तपाईको मनभित्रको भावना प्रसारण गर्नेछौँ। तपाईको यादहरू। We are Subisu Internet. Subisu Gig Fiber, exceeding expectation. Shivam, Asli OPC Cement since 2003. मुटु भरी पीडा राखी बन्छन् परदेशी। मुटु भरी पीडा राखी बन्छन् परदेशी। अत्याचारको झापड पनि सहन्छन् परदेशी। सपनाको मन्दिर बनाई धूप बाल्दै सम्पत्तिको मालिक बन्छु भन्छन् परदेशी। मुटु भरी पीडा राखी। मैले भर्खर गजल वाचन गरे गणेश माता र हिमालीजीको साभार गरेको हुँ। आज भने मैले निशान केसीजीले लेख्नुभएको अधुरो परदेशीको कथा लिएर आएको छु। उहाँले जस्तो राम्रो वाचन गर्न त म जान्दिनँ, तर पनि कोसिस गर्नेछु अझ राम्रो होस्। उहाँले लेखी पठाउनु भएको परदेशीको कथा म यसरी सुरुवात गर्दछु। बाबु, तिमी विदेश जान्छु भन्यौ, म तिमीलाई आशीर्वाद दिउँ या मौन बसौँ। मैले विदेशको भूमिमा लामो समय बिताएको थिएँ। त्यहाँको 48देखि 50 डिग्रीको गर्मीले जति पोल्छ नि त्योभन्दा बढी बाबु हामी परदेशीहरूको मन पोल्छ। परिवारको यादले, सन्तानको यादले छाती पोल्ने गर्थ्यो। तर बाध्यताको जन्जिरहरूले यसरी बाँधेर राख्यौ कि बाबु, तिमी जस्तै 2-3 वर्षमा स्वदेश फर्किने सोच बनाएर विदेश लागेको थिए। जवानी नसकिँदासम्म फर्किन सकिन। सुरुमा विदेशको भिसा लगाउन कति गाह्रो भएको थियो। भिसा लागेर आउँदा भगवान नै आएको जस्तो महसुस गरेको थिए। तिमी जस्तै धेरै खुसी भएको थिए बाबु। घर छोड्ने दिन आँसुले आँखा टम्म भरिएको थियो। मनमा कालो मेघ जस्तै बादल लागेको थियो। छाती गरुङ्गो भएको थियो। आफ्नै खुट्टा आफैलाई भारी लाग्दै थियो। अगाडि बढ्न खुट्टा पटक्कै मानेको थिएन। आफू जति अभागी सायद यो संसारमा कोही छैन जस्तो लागेको थियो। तर मनले भन्थ्यो, आहा अब टन्न पैसा कमाउँछु, घर बनाउँछु, साहुको ऋण तिर्छु। आफूले पढ्न नपाए पनि भाइ बहिनी छोराछोरीलाई धेरै पढाउँछु। मलाई सुख दुःख गर्नु भई हुर्काएका बाबा आमालाई बुढेसकालमा भए पनि सुखमा राख्छु। मलाई नै जिन्दगी सम्झेर जन्म दिने आमा बाबा छोडेर आएको जीवनसाथीलाई आजसम्म एउटा गतिलो कपडा किनिदिन सकिन। तर पनि अब त पक्कै किनिदिन्छु। यस्तै सोचेर आँखाको आँसु सुकाउने प्रयास गरेको थिएँ। मनको पीडालाई मलमपट्टि लगाउने प्रयास गरेको थिएँ। घरबाट निस्किएको रात काठमाडौँको होटलमा बसेर भोलिपल्ट काठमाडौँको विमानस्थलमा पुगे। विमानस्थलमा पुगेपछि भने मलाई मनमा राहत मिलेको थियो। आफू जस्तै हजारौं युवाहरूको आँखाबाट आँसु देखेपछि आफ्नो आँसु भएको भुलेको थिए। एउटा बच्चाले बाबाको काग छोड्न नमानेर रुँदै बाबासँगै जान्छु भन्दै घाँटीमा झुन्डिएको देखे। अनि उसको आमाले बाबा भोलि आउनुहुन्छ भनेर आँसु झार्दै तानेको देखे। अनि आफूलाई भाग्यमानी ठाने बाबु। धन्न मेरो छोरा मलाई खोज्ने र मलाई चिन्ने भएको थिएन। ऊ बल्ल 7-8 महिनाको थियो। त्यो बेला मनले सोच्दै थियो सायद 4-5 वर्षको भएको भए यस्तै गर्थ्यो होला मेरो बाबु पनि। देशको माटो छोड्न जति गाह्रो
मृत्युको अँगालोमा पर्दा पनि हुँदैन होला। मैले त्यो गाह्रो पललाई स्वीकार्दै देशको माटो छोडी आकाशमा उडेर 7 समुद्र पार गरेको थिएँ। काम बाहिर थियो, गर्मीले तन पोल्थ्यो, यादले मन पोल्थ्यो। छोरा मान्छे रुनु हुँदैन भनेको सुन्दै हुर्केको मैले आँसु झारेको अरूले देख्दा झन् कयौँ पटक नुहाउँदा आँसु झार्दै नुहाउँथे। कहिले त आँसुले सिरानी भिजेको थाहा नै हुँदैन थिएन। बिरानो उराहट लाग्दो ठाउँ, यादमा तडपिएको मन, घर छोड्नुको पीडा भएर पनि होला। म्यानेजर फोरम्यानहरूले अलिकति रुखो बोल्दा पनि मन जल्थ्यो। स्वदेश फर्केर जाउँ जस्तो हुन्थ्यो। बरु दिनभरि खेतमा कुटो कोदालो गरौँ जस्तो हुन्थ्यो। दाउराका भारी बोकेर पनि 2 छाक खान सकिहालिन्छन् जस्तो हुन्थ्यो। तर आवेगमा लिने निर्णय र सोचेर मस्तिष्कले लिने निर्णय फरक हुन्छ। म केही क्षणपछि फेरि सम्झिन्थे त्यो घरको चुहिनो छानो, पानी पर्दा घरभरि भएका भाँडाकुँडाहरू, पानी थाप्नलाई प्रयोग गर्न भाँडा नपुगेको छेडहरू, बिस्तारा पुरै भिजेको अनिदो बसेको रातहरू, चामल सकिएर भोकै सुतेका पलहरू। गरिब हुनु त्यसमाथि आफन्त र छिमेकीले दुर्व्यवहार गर्नु भन्दा ठुलो पीडा केही छैन बाबु। लामो सास लिन्थे, गहभरि आँसु हुन्थ्यो अनि मेरा आवेगहरू आँसु बनेर मरुभूमिमा तप्प झर्थ्यो। विदेश हिँड्ने सबैका सपना साकार हुँदैनन् बाबु। कयौँले ज्यान गुमाएका हुन्छन्, कयौँले ज्यान गुमाउँछन्, कयौँ अङ्गभङ्ग भएर फर्किन्छन् त कयौँ घर परिवार विहीन हुन्छन्। हाम्रो लागि काठको बाकस रेडी भएर बसेको हुन्थ्यो। एक दिन काम गर्दा गर्दै एउटा साथीको आँखामा केमिकल पर्यो। उसको आँखामा ज्योति गुमाउन पुग्यो। विदेशको ठाउँ कहाँ आफ्नो हुन्थ्यो र? त्यहाँ हाम्रो श्रम मात्र चल्थ्यो। काम गर्न नसक्ने भएपछि स्वदेश फर्किनु भन्दा अर्को विकल्प हुँदैन थियो। ऊ 3 वर्षमा नै स्वदेश फर्किनु पर्यो। उसका सपनाहरू भूकम्पले भत्किएको सहर जस्तै भत्ताभङ्ग भएको थियो। म उसको पीडा महसुस गर्न सक्थेँ, तर पीडामा साथ दिन नसकिँदो रहेछ बाबु। तिमीले आँखा गुमायौ, यहाँ कयौँको ज्यान गुमाएका छन् भनेर सान्त्वना मात्र दिन सकिने रहेछ। यस्तै एक दिन झापाको एक साथी कोठामा भक्कानिएर रोयो। पछि बुझ्दा उसको श्रीमतीले नानी बाबु घरमा छोडेर भएको धन सम्पत्ति पोको पारेर अर्कैसँग पहिलो हिँड्छन्। जसको लागि परदेश चाहियो उसैले छोडेपछि कसरी मनलाई बुझाउन सकिन्थ्यो र? छोराछोरीको पीरले कयौँ दिन भोकै सुत्यो। उसको आँसुले बगरलाई कयौँ दिन बिजायो। जवानीको प्यास रोकेर राख्न सक्नु पनि एउटा युद्ध जित्नु जस्तै हो। मेरो श्रीमती र मैले युद्ध जितेका थियौँ। 2 छोरा भए, आज दुवैले स्वदेशमा जागिर गर्छन्। यो जिन्दगीको खुसी हो बाबु। बुबा आमाले पनि मेरो परदेशको दुःख बुझ्नुभयो। उहाँहरूको माया आशीर्वादले कहिले पनि कमी भएन। भाइ बहिनीहरूले पनि दाइले गर्दा हामी पढ्न पायौँ, राम्रो जिन्दगी पायौँ भनेर बुझ्ने भएका छन्। मान सम्मान गर्छन्, मिठो बोल्छन्। अरू के नै चाहिन्छ र यहाँ बाबु? अस्ति छोरा भन्दै थियो, बाबा म 7-8 वर्षको हुँदा मेरा धेरै साथीहरूलाई उनीहरूको बाबाहरू स्कुलमा छोड्न आउँथे। साथीहरू मलाई सुनाउँदै भन्थे, मलाई बाबाले यहाँ घुमाउन लानुभयो, उहाँ घुमाउन लानुभयो भन्थे। बाबाको खुब कुरा गर्थे। मलाई पनि तपाईसँग हेर्न खुब रहर लाग्थ्यो। तपाईँको काँधमा चढ्न, तपाईँलाई घोडा बनाएर घोडा सवार गर्न खुब रहर लाग्थ्यो। 2 महिना घरमा बसेर तपाईँ मलाई छोडेर विदेश जाँदा त्यो बेला मेरो बाबाले मलाई माया गर्नुहुन्न जस्तो लाग्थ्यो। तर आज भन्न बुझे, तपाईँ हाम्रो खुसीको लागि विदेश जानुभयो। तपाईँ विदेश नबसेको भए आज हामी स्वदेशमा बस्न पाउँदैनथ्यौँ। आजभन्दा 20-22 वर्षको अगाडिको कुरा गरेर छोराले खाटो परेको घाउमा कोट्टाउन आँखाभरि आँसु टिलफिल भएको थियो। तर बाबु, म अहिले खुसी छु। विदेश बसेर सबै सपनाहरू पुरा नहुन सक्छ। सबैलाई मेरो जस्तै बुझ्ने परिवार नपर्न सक्छ। मेरो जस्तै हामी छौँ भन्ने भाइ
बहिनीहरूका सबै नहुन सक्छन्। मेरो जस्तै बुबाले हाम्रै लागि दुःख गरेको हो भन्ने बुझ्ने सन्तान नहुन सक्छन्। अनि मेरो जस्तै जवानीको प्यासले आफू भित्रै कैद गर्ने श्रीमती नहुन सक्छन्।